अहिले चाहिँ हामी तत्काल चाहिँ अब बानेश्वर जाँदैछौँ। अब बानेश्वरमा खाजा खाएर चाहिँ हाम्रो 8 बजेको चाहिँ सो छ आइफ्लिक्समा टु बी कन्टिन्यू। ल हामी चाहिँ अहिलेसम्म यो बानेश्वर हजुर बानेश्वर चोकमा छ। अहिले हामी बानेश्वर चोकमा छौँ। यता चाहिँ संसद भवन। आज मौसम पनि एकदम दामी छ। अहिले पानी परेर चिल भएको छ, आकाश पनि खुला छ। हामी चाहिँ टक्क आएर खाजासाजा खाएर हाम्रो हलको टाइम चाहिँ 8 बजी हो। अनि ढिलो अब हल टाइम पाइएन, 5 बजी अनि त्यहाँ चाहिँ 5 बजी भएन। अब त्यसपछि 8 बजी भयो। अब हामी टक्क आएर चाहिँ यहाँबाट खाजासाजा खाएर हल्का सपिङ हानेर टक्क मुभी हेर्ने हो आज, उनको स्विटर। त्यसको रिभ्यूहरू चाहिँ कस्तो मुभी छ रिभ्यू दिने हो बेलुका। हामी रिभ्यू दिन्छौँ है। ल अहिले चाहिँ ठ्याक्कै 8 बज्न लागेको छ, 10 मिनट बाँकी छ 8 बज्नलाई। अब हामी चाहिँ हाम्रो शरदजी र म चाहिँ 8 बजीको सो के अरे सिनेमाको नाम हाम्रो आइफ्लिक्स सिनेमा यो मिड बानेश्वरमा जाँदैछौँ। ल हामी चाहिँ यो एलिभेटरदेखि माथि आयौँ। अब आइफ्लिक्स सिनेमा हल चाहिँ हामी जाँदैछौँ अब। अनि यहाँ चाहिँ हल्का यो रहेछ रमाइलो छ यहाँ, मलचल भइरहेको। आइफ्लिक्स हो वान सिनेमा हो। यो हामी आइफ्लिक्स सिनेमा चाहिँ जाँदैछौँ अब हेर्नको लागि। अब त्यही हो यो मिड बानेश्वरमा रहेछ यो चाहिँ। अब टक्क लगाएर हामी यो उनको स्वेटर एकदमै चर्चित अहिलेको मुभी होइन। एकदम केही भन्नु छ, 2 शब्द भनिदिनुहोस् त। मलाई केही भन्नु छैन, तर यो फिल्म चाहिँ सबैले हेर्नु होला, एकदम राम्रो छ। रिभ्यू दिन्छौँ हामी रिभ्यू दिन्छौँ यसको। ल बाँकी चाहिँ अब हलभित्र छिरेपछि हामी अन्तिम गीत हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। रेडी है नानी बाबु? तिमी जस्तो लेख्न त खासै जान्दिनँ पो। यो अक्षरहरू पढ्दै गर्दा तिमीलाई रिझाउला या बिझाउला, जे भए पनि माफ गर ल। ल हामीले चाहिँ अब उनको स्वेटर हेरिसकेको छौँ। 11 बजे छ। 11 बजिसक्यो।